ल्याडुको त होइन यसको विषयमा घर सल्लाह गरौँ कि भनेर भनेको थिएँ। त्यही भएर हजुरसँग सल्लाह गर्नुपर्ने थियो। क्या पर्ने भन्छ अनि एग्रा म छेत्री हूँ का क्या उनीहरू कान्छै एग्रा कामे छोरी आएर मेरो छोरा पछि लाइन आइज नि होला पर्ने कुरा गर्छ अनि यहाँ घरो कामा तो परे त्यो चिन्तार कसले गर्दैन तेरो जवाली गर्दिने हुन् यो जमानामा जातपातको कुरा नगर्नु न। हामी मान्छे सबै बराबर हो, काटेर रगत एउटै आउँछ। हामी मान्छे सबै बराबर हो भने रगतले परमान परस्थ पारिदिएको छ त। नचिचा धेरै पहिला बुहारी बिटी अग्रै सासूलाई देखे बेला अग्रै मोटो निउर्याउँछ आइजला त खाप्छै लाग्दो रहेछ। यता पनि गहुँ काट्ने भाषा अनि मल बोक्ने भाषा एग्रा पर्न जाने भने अनि बाख्रालाई काटेर घाँस पनि काट्दिने हो सुरुको बारीमा काम गर्ने भन्दै छु। मैले धेरै नपरे पनि 12 मात्रै पढ्छु। मलाई बुझ्ने कोसिस गर्नु न। हाम्रो स्कुलहरूमा पनि भर्ना खोलिसकेको छ। जागिरी खाने हो ल्याइ सुरुकमा काम गर्ने अनि एकलाई 7-8 बजेसम्म सुत अनि डोल काम गरेर कतै जाने हो त जा उठिन 8-9 बजे नै अग्रै सुत्या छ त्यो मुलुक दुनिया छोराबटी अग्रै विदेश गएर पैसा बिता पठाउँछन्। केही काम होइ जाला सुरुकमा विदेश जात उठ्ने कति गरे नि बजी कसम गर्दा खाए भातै नबस्ने हो यसरी अनि राम्रो कुरा सिकाए त कामत हुन्छ र अनि एग्राइले दुई एकाइमा ठ्याप भयो एकाइमा ठ्याप तिमीले पानी सक्दैन न तिमीले दिनदार पनि गर्दैन आफै गर्ने अब एग्राइ भन्ने बेला त अझ मेरो आमा भन्या छु मैले आफै गरेर बेसु नै गर कोही सुत्या उठ्या तिमीलाई खाँच्चै हेर्नु नाम भित्र गएर टिप्की उठ्यो। आमाले भनेको कुरा सही हो। अब हामीले काम नगरेर त कहाँ खान पाइन्छ। यसरी गाउँमा विदेश त भएन नि, विदेश त जानै पर्यो। हाम्रो बच्चाको लागि पनि केही सोच्नु पर्यो नि। बरु जाउँ तिमी छोरालाई म यहाँ सकिन्छ म विदेश जानै पर्यो। जानु पर्यो त्यो के गर्ने त हाम्रो दुःख नै यस्तै छ नि त। अब काम गरेर खाना पाइँदैन घरमा उठ्छन् केही पनि छैन। अब के गर्ने आमाले भनेको कुरा पनि सही हो त। ल बरु तिमी छोराले म जाँदैछु आमाको सधैँ रिसाएर कहाँ हुन्छ। ए आमा बाहिर आउनु त म विदेश जान लागे। अब जान लागि त बाबु आमा घर बसेर काम छ। तँलाई दुःख कष्टले कहिले नछोस्। तँलाई हाम्रा घरका देउताले रक्षा गरून्। त्यो जिन्दगीमा सधैँ राम्रो होस्। अब के गर्ने त बाबु अब पढाउन त मन थिएन। अब घरमा बाबा छैनन् भन्ने थाहा छँदैछ। कसले कमाइदिने अनि कसले खाइदिने कसले लगाइदिने अब सबै तेरो जिम्मामा आयो। त्यही भएन अब जाने भइगयो भने अब जा राम्रोसँग अब पुगेपछि फोन गरेँ। हुन्छ आमा घरतिर राम्रोसँग बस्नु होला अनि आफ्नो बुहारीको पनि ख्याल राख्नु होला। अनि बुहारी तिमी पनि आमालाई राम्रोसँग सम्झाउनु कुनै काममा